हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियो स्टार्ट छ मेरो बाटोबाट होइन। सडन्ली मलाई के लाग्यो भने चाहिँ म आज पढ्छु, राति पढ्छु, किनभने राति म कहिले पनि पढ्दैन, मोबाइल चलाएर सुत्यो। सो आजसँग राति पढ्छु भनेर डिसिजन गरेँ अनि त्यसपछि चाहिँ मैले भिडियो बनाएँ। सो कस्तो लाज लागेको छ, मान्छे हिँड्छ नि त्यो मलाई कस्तो लाज लागेको हो एकछिन। ल कन्फिडेन्स ब्रो, कन्फिडेन्स यता काँडामा यो काँडाको यो फुल के अरे यसको पछि बिउ हुन्छ, अझ धेरै फुल्छ फेरि। सो त्यही हो होइन। म यतिकै बाटोमा वक गरेर आएको, किनभने लाइक डेली हिँड्छु 10-15 मिनट धेरै पनि होइन। हिँडेपछि हार्टको लागि राम्रो हुन्छ अरे कि, हार्ट एट्याक छिटो आउँदैन। भिडियोमा कतिले नोटिस गर्नु होला मेरो यो कपडाको यहाँ उ छ, के भन्छ, दुलो परेछ। कसरी पऱ्यो मलाई थाहा छैन, सायद धेरै नयाँ भएर होला। दुलो परेर रहेछ होइन। मैले त अस्ति नै थपाएको, तपाईँ पनि लगाएको छु किनभने शीतल हुन्छ नि त। सो यहाँ स्केटिङ चाहिँ खेलिरहेको छ नि दिनभरि। एकचोटि थियो स्केटिङको ट्रेनिङ, तर आजभोलि चाहिँ गइसक्यो होइन। अनि थाकेमा 10 मिनट अझै हुन्छ यहाँदेखि त्यसपछि घुम जान्छु। म खानाको तयारी गर्छु होइन, खानासाना बनाएर खाउँछु है कि भनेर खान्छु। अनि त्यसपछि अगाडि के गर्ने, त्यसपछि अहिले चाहिँ म रुममा छु होइन। लाइक एउटा कुरा के भन्न मन लाग्यो चाहिँ मान्छेहरू सोध्छ र यो केटी त ठुलो ठुलो छ, मतलब अहिले 12को इक्जाम दिँदैछ भनेर सोध्छ है। मैले अलरेडी 12को इक्जाम दिइसकेको न 3-4 वर्ष अगाडि नै। रि इक्जाम भन्दा नि त्यो सब्जेक्ट लागेको होइन, सब्जेक्ट अर्को चुज गरेको। पहिला मेरो कमर्स फ्याकल्टी थियो भने चाहिँ अहिले मेरो साइन्स छ। सो प्लान्ट साइन्स। त्यही हो, कहानी लामो छ, बिस्तारै बिस्तारै भन्दै जाउँला होइन। ल अहिले चाहिँ म रुममा छु, म खानासाना बनाउँछु होइन। खाना बनाएर अनि एकैचोटि खाने बेला भेट्छु। साथीहरू देख्न चाहन्छ मैले खाना रेडी बनाइसकेँ होइन। यहाँ छ मेरो चाउचाउ होइन। करेन्ट कति खाने कि, त्यही भएर मैले आज वाइ बनाएँ। यो मेरो तरकारी भयो, आलु र के भन्छ धेरै, ओ माइ गॉड सिन्की, गुन्द्रुक पनि भन्छ। यहाँ चाहिँ मेरो भात कम थियो, त्यसैले मैले गएर चाउचाउ लिएर आएको, किनभने मलाई खाना बनाउनु मन लागेन। खानासाना खाएर दिन्छु अनि त्यसपछि भेट्छु होइन। साथीहरू खाना खाएको भनौँ मैले आधी घन्टाभन्दा बढी भयो कि म मोबाइल हेर्न लागेको छु। यस्तै खाना खाएर हेर्नु यहाँ यस्तो दाइको मुभी थियो कि घर चाहिँ युट्युबमा देखेँ, हेरिदिएँ। अब मेरो के गरिदिएँ, म भाँडासाँडा धुन्छु, फ्रेस हुन्छु, हातमुख धुन्छु अनि त्यसपछि भेट्छु, पढ्छु सिधै। मसँग दुईवटा मोबाइल त छैन टाइम देखाउनु लागि, तर यु क्यान सी घर पनि हेर्न आउँदैन त। 10:30 हुन आएको छ होइन। पढ्छु मैले, लाइक आज मैले त्यस्तो लेख्न चाहिँ म त्यस्तो केही लेखिनँ होइन, किनभने म पढ्छु रिभाइज मात्र गर्नको लागि। लेख्दा मलाई झ्याउ लागिसक्यो। सो म अहिले पढ्न लागेको चाहिँ यो प्लान्ट प्याथोलोजीको अघि हेरेँ मैले झ्याउ लाग्छ। म इन्डस्ट्रियल हेर्छु, इन्डस्ट्रियल प्रोडक्सन। यसमा चाहिँ मेनली हजुरहरूको क्यास क्रपहरू हुन्छ नि त, कमर्सियल जुन क्रपहरू, तिनीहरूको चाहिँ बारेमा चाहिँ सिलेबस अनुसार हुन्छ। आफ्नो भन्दा नि फ्याकल्टीको। हाम्रो यो इन्डस्ट्रियलमा चाहिँ मेन भनेको हाम्रो जिन्जर र छ नि टर्मेरिक चाहिँ इम्पोर्टेन्ट छ होइन। ल पढ्छु एकछिन अझ अनि भेट्छु। यु क्यान सी है, पुरै फुल कपी भरेर नोटले। Yeah.
10:30 हुँदैछ। एकछिन पढ्छु म सोचेको 12-1 बजीसम्म पढ्न, तर सकिन्न रहेछ। मुखै भने जस्तो कहाँ सजिलो छ। त्यो साथीहरू मलाई चाहिँ झ्यामासँग त सुत्दिन्छु। यु क्यान सी है 11 बज्न याद छ 11:05 म पढ्यो भनेको 11 बजीसम्म मात्र अब म सुत्छु, किनभने निद लाग्यो हाई गरेर दिमागमा घुस्ने त होइन केही। सिधै म तपाईँहरूसँग भोलि बिहान दिन्छु होइन, बिहान पढ्छु बरु मस्तले। तपाईँहरू पनि मस्तले पढ्नुहोस्, इक्जाम हुन्छ भने चाहिँ हुन्छ, नभए पनि ठिकै छ, भए पनि ठिकै छ। हामीलाई त के हुन्छ भने छिटो भए पनि आनन्द हुन्छ जस्तो हुन्छ है। लट्के दिनरात त्यही होइन। ल म साथीहरू म सुत्छु, एकचोटि भोलि बिहान मिल्छु। गुड नाइट, लभ यु गाइस। जस्ट उठ्यो होइन, लाइक लास्ट नाइट आई थट लाइक आई विल वक अप अर्ली इन द मर्निङ। सो त्यस्तै हो कि म बिहान जस्तो मैले भने नि त म जति गरेँ नि रातिहरू पढ्ने, त्यही भएर अहिले म भर्खर उठ्यो होइन। मौसम बाहिर छ लाइक हावाहुरी आउने जस्तै भइसकेको छ। अगाडिको अपडेट पनि दिइरहेको छु। म अहिले पनि झ्याप्मै छु। म फेरि सुतेको थिएँ होइन, जस्ट उठेँ, बाहिर पानी पर्दा आउँछ। 8 बजिसक्यो। Look at the view. आँखाहरू नै मेरो सुन्नेर हेर्दा भर्खरै उठेको म होइन। यो भैँसी कराएको सुन्नेको यु क्यान सी फेरि करायो कि भैँसीले मलाई। हे प्रभु, द वेदर इज सो कुल गाइज होइन। हलाइरहेको चाहिँ यस्तो सरर पारेर। द भ्यू गाइज। म बाटोतिर आएको छु होइन अहिले। मैले भिडियोमा जहिले कुकुर आउँछ, अहिले कुकुर आउँछ। सो म बाटोतिर आएको थिएँ यत्तिकै फ्रेस हुनको लागि बिहान होइन। अब म जान्छु, खानासाना बनाउँछु, अनि एकैचोटि म पढ्ने बेला भेट्छु ल। अब इक्जाम के हो आन्दोलन चलिरहेको छ। इक्जाम हुन्छ जस्तो लाग्छ मलाई, नहुने त होइन, भएकै राम्रो हो। यु क्यान सी मेरो खाना रेडी भयो। खाना भने पनि यही हो, नास्ता भने पनि यही हो। दिस इज अ तरकारी, दिस इज अ रोटी, दिस इज अ अचार, एन्ड यु नो लाइक sorry for irritated sound, irritable sound. इरिटेबल भन्ने एक्जेक्टिभ हो कि एडभर्ब हो भन्नु है। सो यो कुराहरू छोडिदियो होइन। यहाँ चाहिँ मेरो खाना तयार भएको छ। खाना भने पनि नास्ता भने पनि यही हो। यो के छ भन्दा मैले थालीमा यसमै पिठो मिच्दै थिएँ, यसमै खाइदिएँ कि यस्तै हो कि म त। यहाँ छ होइन प्याज छ, मुलाको अचार छ, तरकारी छ होइन क्याप्सिकम र आलुको, अनि यो चाहिँ रोटी। अनि मेरो खाना भने पनि यही हो, सरी लन्च भने पनि यही हो, ब्रेकफास्ट भने पनि यही हो होइन मेरो लागि। म खानासाना खान्छु अनि त्यसपछि भेट्छु ल। सो मैले चाहिँ खाना खाइसकेँ होइन। अब म चाहिँ पढ्न बस्छु। एज यु अल नो द्याट इक्जाम आउनु कति छ अब 5 to 6 to 7 days, ल 1 week मात्र छ। लाइक त इक्जाम हुन्न भनौँ, निकालिदिनुहोस् कि लाइक हुन्छ भनेर सोचेर अगाडि बढ्नु होइन। यु हेभ टु फोकस अन युर स्टडी होइन, नट ओन्ली यु, आई एम मी अल्सो होइन। लाइक म कस्तो छु मैले स्टार्टिङदेखि नै भनेको छु, लाइक म कति आवर्स पढ्छु त्यो होइन कि, मलाई मन छ भने म कति पढ्छु मलाई पनि थाहा छैन, तर मन छैन भने म पढ्दैन क्या, त्यस्तो। इक्जाम आउने 1 हप्ता मात्र बाँकी छ। अब तपाईँहरूले पढ्नु भने त्यस्तै त्यो गर्नुभन्दा पनि एक त रिभाइज गर्ने हो कि, लेखेको नोटहरू त अभियसली होला सबैसँग, त्यो नोटहरूलाई पढ्नु स्टार्टिङदेखि इन्डिङसम्म पढिदिनु कि, केही न केही कुरा त माइन्डमा घुस्छ नि त। हिन्ट हल्का हिन्ट आए पनि इक्जाममा धेरै हो कि, लाइक केही नआउनु भन्दा हिन्ट आएर मेरो हात र फेस कति फरक छ, हात गोरो छ भन्नु छ। अनि त्यही हो ल, म स्टडी गर्छु होइन, धेरै कुरासुरा नगरौँ। सो गाइज आई डोन्ट नो वेस्ट युर टाइम होइन। तपाईँहरू पनि पढ्नुहोस्, ओन्ली 7 days लेफ्ट, यो कुरा चाहिँ माइन्डमा राख्नुहोस्। अनि त्यही हो,
अल द बेस्ट अनि राम्रो एक्जाम दिनु होला नआत्तिनु होला आई डोन्ट नो आई थिङ्क दिस इज माई लास्ट भिडियो होइन अनि के हुन्छ थाहा छैन अगाडि ल बाई बाई बेस्ट अफ लक